यदि मनै रहेन भने कोसँग रिसाउँछौ तिमी? झ्यालबाट छिरेको साँझको धमिलो प्रकाश मैले तिम्रो अनुहार निहाले। तिमी केही कुरामा मनदेखि तर्किएकी थियौ। तिम्रो मौनतामा एउटा मिठो अधिकार, अलिकति रिस झल्किएको थियो। मैले सुस्तेरी तिम्रो हात समाउँदै सोधे, यदि कुनै दिन मनै रहेन भने तिमी यसरी नै कोसँग रिसाउँछौ? तिमी अकमक्क पो भयौ। तर मेरो मनमा भने एउटा उपन्यासको पाना पल्टिएको छ। म नहुँदा तिम्रो रिसको गन्तव्य हराउनेछ। अहिले त तिमी रिसाउँदा म तिम्रो पछि पछि लाग्छु, फकाउँछु र तिम्रो जिद्दीलाई प्रेमपूर्वक स्वीकार्छु पनि। तर म नभएको कोठामा जब तिमीलाई झोक सर्नेछ तब तिम्रो त्यो मौन विद्रोह बुझिदिने कोही हुने छैन। तिमीले कसलाई तिमीले यस्तो किन गरेको भनेर प्रश्न गर्छौ। तिम्रो रिस सुनिदिने र त्यसलाई मुस्कानमा बदलिदिने मान्छे नै नभएपछि रिसाउनुको के अर्थ रहला र खै। फकाउने मान्छे नभएपछि रिसाउनु पनि एउटा सजा जस्तै बन्ने रहेछ। त्यसैले म रहन्जेल जति सक्छु रिसा, किनकि म नहुँदा तिम्रो यो अधिकार सम्हालिदिने अर्को कुनै मुटु यो संसारमा हुने छैन।